बहिनी बहिनी छैन कि क्या हो कता गइदिनु र यही छु दिदी म पूजा गर्दैछु म एकछिन थाली राखेर आउँछु बस्दै गर्नु न ल ल हुन्छ नमस्ते दिदी ल आशीर्वाद अनि घर परिवार सबै सन्चै हुनुहुन्छ तिमीलाई कस्तो छ ठिकै छ जय कता हुनुहुन्छ र ज्वाइँ यतै हुनुहुन्छ आउनुहुन्छ अहिले ठिकै छ जय खै त ज्वाइँ यतै भित्रै हुनुहुन्छ कता जाने भन्नुभयो निस्कँदै हुनुहुन्छ भाडा नि के बिधि बढेछ 200 रुपियाँ लाग्नेमा 600 रुपियाँ भएछ अहिले त हो र तेलको भाउ बढ्यो त्यसैले भाडा बढायो होला नि त्यही त होला नि तेलको भाउ बढेको त भाडा बढाएको ए ल दिदी आउनु दिदी नमस्ते नमस्ते सन्चै हुनुहुन्छ सन्चै हुनुहुन्छ सन्चै अनि घरमा सबैलाई सन्चै छ सबैलाई त्यो म अलिकति काम थियो है त्यही भएर बाहिर जान लागेको तपाईँ आउनुभएको रहेछ बहिनीसँग गफ गरेर बस्नु है म चाहिँ एकछिन त्यहीँ बाहिर पुगेर आउँछु क्या है के भयो टिका लाउने टिका लाउनु पर्यो नि पूजा गरेको अनि ल ल ल तपाईँ बस्दै गर्नु है म चाहिँ गएर आउँछु है आउनु ल नि गफ दिदी टाढाबाट आउनुभएको भोक लाग्यो होला अब खानासाना खाम र सौरातिर घुम्न जाम है हुन्छ जान त हुन्थ्यो के अरे फेरि भिनाजुलाई सोध्नु पर्छ अहिले बेलुका फर्किन्छु हेरेर आएको छु भन्न त नहुने के अरे अहिलेको जमाना गएर च्याम्म खुट्टा गरेर ढौ गरिस् अहिलेको जमाना त ढौ नगरे भए नि हुन्थ्यो के अरे मलाई त प्याट्टै मन परेन हेर्नु दिदी अब खुट्टा ढौ गरे भनेर भन्नुभयो तपाईँले अब हामीले माया गरे पो छोरा मान्छेले नि गर्छन् अब अहिलेको संस्कार र पहिलाको संस्कार भुल्न त भएन नि हामीले अनि त्यो छोरा मान्छेलाई पनि त माया गर्न पर्यो हामीले नगरे कसले गर्छ र मैले त गर्दिनँ त्यस्तो त खुट्टा खुट्टा ढौ गर्छु हाम्रो बुढा त जे भन्यो त्यही मान्नुहुन्छ त्यसो भए जाऊँ न त घुम्न मान्नुहुन्छ भने फोन गर्नु न त फोन गरेर सोध्छु अनि जाउँला नि त मान्नुभयो भने हेलो म बहिनीले घुम्न जाऊँ भने सौरातिर घुम्न गएर अनि बेलुका बेलुका फेरि आउँछु है पर्दैन घुम्न जानु रुक्क घर आउने भिनाले त मलाई जान्दिनु भयो क्या तैँले पनि फोन गरेर सोध्न त जहिल्यै जान्दिनु भयो भने जाउँला ल है त म सोध्छु दिदी यहाँ दिदी आउनु भयो दिदी आउनु भयो सौरा घुम्न जाने भनेको हामी तपाईँ कता हुनुहुन्छ ए हो ल ल दिदी आउनु भएको भनेदेखि टट्ट लाएर अब दुईजना जानु घुमेर आउनु अनि यसो पैसा दिएर राखेको छ अब दिदीले अब खर्च कति ल्याउनु भएको छ खर्च गरेर अन्त दिदीलाई घुमाएर ल्याउ न त है त मलाई अलिक ढिलो हुन्छ न तिमीहरूले जानु त हस् हस् कस्तो जमाना आयो देख्नुभयो दिदी मेरो बुढो त जा भने त्यही जा भन्नुहुन्छ लिएर जा भन्नुहुन्छ खर्च लैजा भन्नुहुन्छ देख्नुभयो भिनाले त जे भने त्यही मान्छ भन्नुभएको थियो नि खै त हो रहेछ बहिनी तिम्रो बुढाले त माया गर्ने रहेछन् मेरो बुढाले त घुम्न जान्छु भन्दा नि पर्दैन खुरुक्क लाएर घर आइज भन्नुभयो अब के गर्ने यस्तै है माया गऱ्यो भने पो माया पाइँदो रहेछ माया नगऱ्यो भने त माया पाइँदो रहेछ तिम्रै बुढा ठिक बरु मेरो बुढा भन्दा त हो त नि दिदी जाम अब खानासाना खाम अब धेरै भएर बसेको पनि
पानीले बिजोग बनायो मकै, कति काटेर खुवाउने भैँसीलाई पनि बिजोग भयो। हिलो त्यस्तै भयो। उता गट्टीको काट्छु। ओ शर्मिला के अरे के हौ? देख्नु भएको छैन खेत रोपेको यस्तो पानीले डुबाएर बिजोग छ। अब के भन्नु? के मकै काटिन् के खेत रोपेको छु भन्ने हो? मकै काटेदेखि नि मकै काटेको देखि के गरिरहेको भन्नुभएको त नि, देख्नु भएको छैन? त्यसरी नरिसाउ नि त। मैले सोध्दैमा किन रिसाकी हो त नि तिमी? तिमीसँग एउटा कुरो थियो र म आएको हो तिमीलाई, तिमी भर्खर भेट्नलाई। के कुरो थियो र दिदी? आऊ न एकछिन त्यहाँ बस्नु, एउटा कुरो थियो तिमीसँग। ल हेर के कुरो हो? काम गर्न आए मान्छेलाई के सोध्नु भएको हो त नि? मेरो वहाँ गाई भोकाइसक्यो, घर जानु पर्यो। ए तिमीले उजेलीको बुढो खानेपानीमा उठ्ने रे भनेर सुनेको थिएँ मैले। तिमीले नि त्यही कुरा सुनिछौ र? मैले नि त्यस्तै त सुनेको थिएँ, खासै मलाई थाहा छैन केही नि। यति कुरोको लागि पनि मलाई यहाँ बोलाउने? म घाँस काट्न आएको मान्छे मलाई रोकेर राख्ने? म त गएँ घाँस काट्न। जानु तपाईँ। यति कुरा सोद्धा पनि रिसाएर गएँ। गाउँको मान्छे भनेर सोधेको, केही कुरा थाहा पाइछ कि भनेर। केही कुरा थाहा पाइछ है भनेर सोध्न गएको, त्यही पनि रिसाई। बरु उजेली कहीँ गएर सोध्छु। माया फतफत आउँदै के हिँडे यस्तो चर्को घाममा? आऊ बस्नलाई। किन बोलाउनु भयो दिदी? त्यो उजेलीको बुढा खानेपानीमा उठे खान रे भनेर सुनेको थिएँ, उठ्ने रे भनेर सुनेको थिएँ। अनि शर्मिलालाई सोधेको, केही थाहा छैन मलाई त भन्यो। त्यही उजेलीको घर जानलाई हिँडेको। ए हामीलाई त थाहा छैन त। खानेपानीमा उठ्दाखेरि नै राजनीति भएको छ। कस्तो जमाना आयो, खानेपानीमा पनि राजनीति। त्यही त नि, मैले त्यही भएर उजेली कहाँ सोध्छु भनेर हिँडेको। ए ल ल के हो बहिनी? जहिले त के काम गर्नुहुन्छ र? के अरे उस्पिएर जानुभएको, अहिलेसम्म आउनु भएन, भेटघाट नि भएन। अब म त जान्छु कि अरूसितै लाउनु भएको र? त्यस्तो पनि हुनसक्छ अहिलेको जमाना त। खै दिदी, काम छैन, काम पाइन्छ कि भन्दै हिँड्दै गर्नुहुन्छ। विचार गर है बहिनी, विचार गर। अलिक पछि पनि हिँड्ने गएर विचार गर। अहिलेको जमाना त ठिक छैनन्। कता कता हिँड्दै उतैतिर भुल्नु होला फेरि। हुन्छ त नि बहिनी, म अहिले जान्छु, पछि भेटौँला। ज्वाइँको अलि विचार गर्दै गर। ल त नि दिदी, राम्रोसँग जानु होला। अब घुम्न नि पाइएन, बस्न नि पाइएन राम्रोसँग। अब अर्कोचोटि आउँदाखेरि घुमौँला नि है त। हुन्छ त नि बहिनी। ल म जान्छु। कसैलाई चासो नपरेको यही आइमेलाई चासो पर्दो रहेछ। गाउँ गाउँमै कुरा बुझ्दै हिँड्न पर्ने। ओ दिदी, कसलाई धारे हात लाओ? मलाई त गाली गरे होइन नि? होइन तिमीलाई होइन, यहाँ एकजना छ नै गाउँतिर चासो गर्दै हिँड्ने हो, उनलाई नै भने हो मैले। कसलाई भन्नुभएको त नि? छन् नि एकजना, सबै गाउँको चासो गर्दै हिँड्ने। त कता हिँडेकी होस् र? म दोकानतिर जानला, तपाईँले धारे हात लाउनु भएको रहेछ, किन हो भनेर पसेको। चट्ट गरेर बस्नु भएको, कहाँ जान लाउनु भएको र दिदी? फुटबल हेर्न जान्ला, त्यहाँ राष्ट्रिय खेल भयो। तिमी जान्नौ हेर्नलाई? त्यहाँ फुटबल चल्छ थाहा छैन? ग्राउन्डमा राष्ट्रिय खेल भएको छ, जान्यौ र? म त फुटबल हेर्न जान्न। मेरो त गाई कराहा गएँ म त घाँस काट घर। गाउँमा त्यत्रो फुटबल छ, हेर्न जाउँ भने काम छ भनेर मानिने गई उता। कति कामै काम बिना मरेको हो। कहिले काहीँ त हेर्न नि पर्छ। ओ साउनी दिदी, के को साउनी भनेको हो? अनि साउनीलाई साउनी नभनेर के भन्ने त?
के पो साउनी हो र यसो सानोतिनो काम गरेर के साउनी भन्ने बाबै घरमा बसिरहेर भएन यसो अलिअलि रक्सी सौसी पारेर बिक्री गर्नु पर्यो भनेर रक्सी पार्न थालेको हो के मान्छे अलिकता खान्छु मैले त्यस्तो खाउन त आज चाह एउटा कुरो सुनेको थिएँ के कुरो हो र खै तिम्रो बुढाको के कुरा काटेको थिएँ के अरे अब त्यही भनेर तिमीलाई भेट्छु भनेर जानुभएको थियो ओ गइ थिएँ माया हो र थाहा भएन मलाई त खै अब त्यही भनेर गएको थिएँ के अरे यहाँबाट ए त्यसो भए त म जान्छु घरतिर ए ठक्कर भुलाइ मलाई मेरो रक्सी बसाएको थिएँ डढ्यो कि आगो निभ्यो कि खाइन्छ तोरी राखेका माया दिदी आउनु भनेछ ल आउनु धेरैमा आउनु भयो त आउनु बसेर कुरा गरौँ न बस्नु यसो एउटा गफ थियो त्यही भएर के भन्नु आउनु भयो त नि आज एउटा कुरो थियो त्यहाँ शर्मिलालाई सोधेको थाहा पाइछ है भनेर त्यहाँ फेर रिसाएर कराएर रिसाई मकै काट्नु लगाइरहेको थिएँ अनि फेरि सरसर समिलीलाई सोध्छु भनेर यहीँ तिम्रो घरै आएको म के कुरा हो त नि भन्नु न त ए तिम्रो बुढा खानेपानीमा उठ्ने रे भनेर सुनेको थिएँ अनि त्यही भएर शर्मिलालाई सोधेको शर्मिलाले मलाई थाहा छैन केही पनि भने अब त्यो घरबाट कहिले कहीँ निस्किन्न के थाहा पाउनु त्यसले घरबाट निस्किए पो थाहा पाइन्छ त्यही भएर गएँ कुराहरू थाहा पाएँ बाहिर अनि त्यही पनि हो कि होइन भनेर तिमीलाई सोध्न आएको ए कस्तो जमाना आयो खानेपानीमा पनि राजनीति गर्नु थाले हो त नि दिदी खै कुनी दिदी बिहानदेखि गएको एकचोटि बेलुका घर आउँछन् अब काम छैन घर अब थाहा पाउनु होला नि भएछ भनेदेखि दिदी ए यही कुरा बुझ्छु भनेर आएको म ल त नि अब जान्छु मेरो पनि घरमा काम छ ल त नि दिदी जानु त नि घरको कुरा बाहिर थाहा भइसक्यो मलाई चाहिँ थाहा छैन भरे बुढा घर त आउला नि अनि त्यसपछि थाहा हुन्छ के रहेछ कुरो म बुझिहाल्छु नि त्यसपछि थाहा पाउनुहुन्छ अनि बोल्न